नमस्कार, म ठौना पौडेल, सुन्दर रहेछ 8 मोरङ हाल कतार। आज एसई परीक्षाको नतिजा सार्वजनिक भएको छ। जो नानी बाबुहरू उत्तीर्ण हुनुभयो उहाँहरूलाई हार्दिक बधाई छ। नयाँ योजना बनाउनु होला। तपाईहरुलाई कुन विषय सहज लाग्छ, कुन विषय पढ्ने इच्छा गर्नुभएको छ, कसैको जबरजस्तीले तपाईले पढ्नुभयो भने त्यो पछि राम्रो नतिजा आउँदैन। त्यो जबरजस्तीको पढाइ तपाईको लागि शुभ रहँदैन। तपाईहरुको आफ्नो इच्छा जे गर्न मन लागेको छ, जे पढ्न मन लागेको छ त्यसमा ध्यान दिएर पढिदिनु भयो भने तपाईहरुको भविष्य उज्जवल बन्नेछ। र जो पास हुनु भएन, जसले गर्दै पनि अनुत्तीर्ण हुनुभयो उहाँहरुका लागि पनि फेरि पनि प्रयास गर्नुहुनेछ भन्ने कुराको विश्वास लिएको छु। तपाईहरुका आगामी दिनहरू, तपाईहरुका उदाउँदा दिनहरू, तपाईहरुका उज्जवल भविष्यहरू सफल बन्दै जाउन्। शुभकामना। धन्यवाद।